नमस्कार सम्पूर्ण साथीहरूलाई सदा चाहिँ विभिन्न भिडियोहरूमध्ये आज पनि एउटा सानो प्रेरणादायक भिडियो लिएर आएको छु। आशा छ सबैले सुनिदिनुहुन्छ भन्ने। अब लागौ भिडियोतर्फ। पुरुषको पीडा न आमाले बुझ्छिन् न त श्रीमतीले। पुरुष घरको मूल स्तम्भ, सम्पूर्ण परिवारको आत्मा। ऊ बुबाको रूपमा छाया जस्तो हुन्छ, छोराको रूपमा दायित्वको भारी बोकेको हुन्छ। तर न ऊ केवल बुबा बन्न पाउँछ न केवल छोरो, किनभने ऊ सधैँ दुई पुस्ता बीचको पुल भएर उभिन बाध्य हुन्छ। एकतर्फ आमाको आँखाको आशा, अर्कोतर्फ श्रीमतीको मनको अपेक्षा। तर त्यो पुरुषको आफ्नै मन, उसका आफ्नै चोटहरू उनीहरूले बुझ्ने कोही हुँदैनन्। जब आमा र श्रीमती बीच भनाभन हुन्छ, त्यो भनाभन केवल शब्दको द्वन्द्व होइन, त्यो त उसको आत्मा चिरिने युद्ध हो। आमाको पक्ष लियो भने श्रीमती भन्छे, तपाईँ कहिले मेरो साथ दिनुहुन्न, कहिले दिन सक्नुहुन्न, कहिले मेरो कुरा सुन्नुहुन्न। र श्रीमतीको पक्ष लियो भने आमा भन्छन्, छोरो त बिहे भएपछि पराई भइस्। अनि त्यो पुरुष ऊ लाज, पीडा र विश्वस्त बोकेर मौन भएर बस्नुपर्ने हुन्छ। कसैको आँखामा आँसु नहोस् भनेर आफ्नै आँखाभरि आँसु लुकाएर हाँस्छ। ऊ न त पुरै आमाको हुन्छ न पुरै श्रीमतीको। ऊ केवल ऊ परिस्थितिको बिचमा अड्किएको एउटा मध्यवर्ती पात्र बन्छ, जो दिनरात आफन्तहरूबीच सन्तुलन मिलाउने प्रयास गर्छ। तर त्यो प्रयास कहिले सहारा पाइँदैन, त्यसको माया कहिले देखिँदैन र त्यसको पीडा कहिले सुनिँदैन। मानिसहरू भन्छन् पुरुष त बलियो हुन्छ, तर त्यो बलियो भनिएको पुरुष प्रत्येक रात चुपचाप हुन्छ। सुत्ने बेलामा सिरानीमा मुख गाडेर म के गरूँ भन्ने प्रश्नहरूको युद्ध गर्छ। र ऊ चाहन्छ उसको आमा पनि खुसी हुन् र उसको श्रीमती पनि सम्मानित हुन्। तर उसलाई थाहा छ यो युद्ध जित्ने होइन, सिर्फ सहनुपर्ने हो। पुरुष रोइदिन्छ भन्ने समाज भन्छ कमजोर, पुरुष भन्ने रहन्छ भन्ने समाज भन्छ पत्थर दिल। अनि यो सबै एउटा पुरुष दिन प्रतिदिन भित्रभित्र टुक्रिँदै जान्छ अनि कुनै दिन पूर्ण रूपमा मौन हुन्छ, जहाँ उसलाई न कसैले सम्झन्छ न कसैले सोध्छ तिमी ठिक छौ। साँच्चै भन्नुपर्दा पुरुषको पीडा न आमाले बुझ्छन् न श्रीमतीले, न समाजले स्वीकार्छ न उसले आफै खुल्न पाउँछ। त्यसैले कहिले कसैलाई नबुझेर यो पुरुषको मौन त शब्दहरूमा नभए पनि समझदारी र साझेदारी रूपमा माया मार्फत महसुस गरिदिनुहोस्, किनभने ऊ हरेक पल सधैँ दुःख र पीडामा अल्झिएको हुन्छ। धन्यवाद। कृपया साथीहरू यो भिडियो मन पऱ्यो भने लाइक, सब्सक्राइब र सेयर गर्न चाहिँ नभुल्नुहोला है।